दुःखको साथ यहाँ उभिएछु। विगत पछिल्लो हप्तामा जुन तराई मधेसमा जुन विभिन्न घटना घट्यो त्यो साह्रै दुःखद हो र खास गरी 4 जना युवाले जुन आफ्नो जान गुमाए उहाँप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। पहिला घटनास्थलमै ओम प्रकाश मेहता, पछि उपचारको क्रममा जयप्रकाश मेहता र आजै रविन्द्र मेहताजीको निधन भएको छ र सिराहाको घटनामा गणेश यादवजीको निधन भएको थियो। उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा संवेदना व्यक्त गर्न चाहन्छु। साथसाथै यो घटना आज म सम्पूर्ण सदनलाई र सदनको मार्फत आम समुदायलाई अपिल गर्न चाहन्छु। अहिले हाम्रो राष्ट्रको आवश्यकता सामाजिक सद्भावको हो, राज्यको आवश्यकता गरिबीसँग लड्ने हो, पछौटापनसे लड्ने हो, असमानतासँग लड्ने हो, समुदाय बीच लड्ने समय होइन। यसमा जुन हाम्रो पार्टी सभापतिबाट जुन सर्वदलीय बैठक भयो या जुन इनिसिएटिभ हो त्यो सराहनीय छ। त्यसको लागि माननीय रवि लामिछानेजी सभापतिलाई म धन्यवाद दिन चाहन्छु, किन म त्यही भूगोल त्यही समुदायको सांसद हुँ। तेस्रो, प्रधानमन्त्रीले पनि ढिलै भए पनि जुन इनिसिएटिभले राष्ट्रको नाउँमा सम्बोधन गर्नुभयो त्यो पहिला वास्तवमा गर्नुपर्ने थियो, गर्नुभयो। तर म साथसाथ यहाँ प्रश्न पनि जनाउँछु कि म 63 देखि सांसद छु। मेरो प्रश्न राज्यसँग छ कि मधेसमा जहिले पनि केही समुदायको होस् या मधेस आन्दोलन होस्, थरुवाट आन्दोलन होस्, त्यहाँ गोली मात्र किन चल्छ, त्यहाँ लाठी किन चल्दैन, टियर ग्यास किन चल्दैन? दुनियाँमा नेपाल बाहेक कुनै पनि देशलाई एसएलआर दिँदैन, नेपाल प्रहरीलाई पुलिसलाई एसएलआर दिँदैन, नेपालमा मात्र एसएलआर दिन्छ। पुलिसलाई कसैले ढुङ्गा हान्यो भने त्यो त एसएलआर हान्छ, गोली हान्छ, उसँग त लट्ठी छैन, टियर ग्यास छैन। या त हाम्रो ट्रेनिङ पुगेन, या किन मधेसमा यहाँको सुरक्षा निकायमा जाने बित्तिकै त्यहाँ एउटा मनोविज्ञान क्रिएट हुन्छ। त्यो मनोविज्ञान के हुन्छ कि यो विदेशी सेना हो, विदेशी फौज, किन त्यो मधेसी त्यसमा अनुहार देख्दैन, चाहे नेपाल आर्मीमा होस् चाहे सशस्त्रमा होस् चाहे नेपाल, उनको प्रतिनिधित्व कम छ। फेरि यिनीहरू जाने बित्तिकै त्यसलाई गोली ठोक्छ, टियर ग्यास चलेको, लाठीचार्ज चलेको इतिहास देख्दैन। म सरकारसँग आग्रह गर्न चाहन्छु कि सरकारले टियर ग्यास लाठीचार्ज यिनीहरूको व्यवस्था गरोस्, न कि सिधा गोली हानोस्। दोस्रो कुरा, सरकारले जुन तदारुकताका साथ आर्मी, सशस्त्र पुलिस हजारौंको संख्यामा डिप्लॉय गर्छ, हजारौंको संख्यामा मधेसमा शिक्षा किन डिप्लॉय हुँदैन? कि सरकार त्यो प्रहरी नियुक्तिको लागि, सेना नियुक्तिको लागि पैसा छ, शिक्षक नियुक्तिको लागि, डाक्टर नियुक्तिको लागि, इन्जिनियर नियुक्तिको लागि पैसा छैन। मधेसलाई पछाडि पार्ने, गरिब बनाउने र जब केही भयो भने त्यहाँ गोली ठोक्ने, यो अन्त हुनुपर्छ। यसको लागि हाम्रो एकदम आपत्ति छ, किन मधेस अब धेरै सहन सक्दैन।